सो हेलो गाइस, गुड इभिनिङ, वेलकम टु माई फर्स्ट भ्लग। यो चाहिँ मेरो फर्स्ट भ्लग हो र मैले चाहिँ धेरै समय बादमा भ्लग बनाउँदैछु र मैले चाहिँ धेरै समय बादमा किन भनेको चाहिँ तपाईँहरूलाई म यो भिडियोमा लास्टमा भन्नेछु। के भन्नु चाहन्छु यो मेरो पहिलो भ्लगमा भन्दाखेरि चाहिँ गाइस हजुरहरू होइन अहिले धेरैजनाको भ्लग भिडियोहरू हेर्नुहुन्छ होला होइन, र त्यसपछि चाहिँ फेरि म पनि एकजना नयाँ मान्छे थपिए भनिदिउँ न त अब होइन। र म भन्दिनँ कि कसैलाई जबरजस्ती मेरो च्यानल सब्सक्राइब गरिदियो, मलाई फलो गरिदियो होइन, मलाई सपोर्ट नगर भनेर। जसलाई हेर्नु मन लाग्छ त्यसले हेर्छ, जसलाई हेर्नु मन लाग्दैन उसले हेर्दैन है। र पनि म बनाउने काम हो मेरो होइन, र पनि म बनाउने कोसिस गर्छु, जति सक्दो म कन्टिन्यू गर्ने कोसिस गर्छु। आई होप गाइस सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा चाहिँ छ मलाई पनि। र मैले चाहिँ किन धेरै समय बाद यस्तो भ्लग भिडियो बनाएको भन्नाले चाहिँ अन्त म पहिला पनि यस्तो भ्लग होइन यस्तो कमेडी भिडियोहरू बनाइसकेको हो। र अब 2020-21-22तिर नि मैले भिडियो बनाइसकेको र त्यति बेला चाहिँ यति साह्रो युट्युबको क्रेजहरू थिएन है। त्यति बेला म अलिक सानै थिएँ होइन, त्यति साह्रो मलाई आइडियाहरू पनि थिएन र दादासँग बनाउँथेँ। दादाको फोन थियो, मेरोमा फोनहरू पनि थिएन, दादाको फोनबाट बनाउँथेँ। र 2020-21तिर नि हामीले भिडियोहरू बनाएको, त्यो भिडियोहरू पनि छ अहिले पनि दादाको च्यानलमा। त्यति बेला म पनि सानै थिएँ, कमेडी भिडियोहरू यस्तो भ्लगहरू गर्ने ट्राई गरिहिँड्थेँ। त्यति साह्रो आइडिया थिएन गाइस, र त्यति बेला नि मैले भिडियो बनाइसकेको र त्यति बेला अब हामीले कन्टिन्यू बनाउनु सकिनौँ या हाम्रो मेहनत पुगेन होला सायद, र हामीले कन्टिन्यू गर्न सकिनौँ र कति प्रब्लमहरू पनि छ है। त्यति बेला अब भनिदिउँ भने अब त्यति साह्रो युट्युबको क्रेज थिएन र दादा चाहिँ बिचमा काम गर्नु जानुभयो बाहिर, त्यसले गर्दा कन्टिन्यू गर्न सकिनौँ। र म अहिलेको जतिको उमेरको या अहिलेको जतिको मेरो आइडिया या फोन त्यति बेलाको समयमा हुन्थ्यो भने सायद म पनि केही कुछ गर्न सक्थेँ होला युट्युबमा। म चाहिँ फेरि भ्लग यस्तो बनाउने कन्टिन्यू गर्ने कोसिस गर्दैछु। र मैले अहिले पनि सर्ट रिल्स है फेसबुकमा अन्त युट्युबमा सर्ट रिल्स है फनी भिडियोहरू रिएक्सन भिडियोहरू बनाएर हालि नै रहेको छु होइन, कम्ती भए पनि हालिरहेको छु। र अब म चाहिँ यस्तो आफ्नो पर्सनल भ्लग पनि बनाऊँ भन्ने सोचाएँ नि त, बनाउनु मन लाग्यो। र म चाहिँ आज मैले फर्स्ट भ्लग किन भनेको भने चाहिँ यसरी बोलेर चाहिँ मैले फर्स्ट टाइम बनाउँदैछु फेसबुकमा। र अब चाहिँ म कन्टिन्यू गर्ने कोसिस गर्छु भ्लग पनि, प्लस म कमेडी सर्ट्सहरू है रिएक्सन भिडियोहरू भ्लगहरू सबै बनाउने छु। सो गाइस म फर्स्ट भ्लगमा योभन्दा बेसी लामो बनाउनु पनि चाहदिनँ र योभन्दा बेसी अब के भन्नु मलाई त्यति साह्रो आइडिया पनि छैन। सो अब मेरो पहिलाको च्यानलमा भिडियोहरू छ, पहिलाको सानोको त्यो भिडियो तपाईँहरूलाई पनि म देखाउने छु र त्यसमा म रिएक्सन भिडियो बनाउने छु। अब नेक्स्ट भिडियोमा हुन्छ होला त्यो सब चाहिँ। अब ल आजको लागि चाहिँ यति नै गाइस, म योभन्दा बेसी लामो बनाउनु चाहदिनँ। मेरो भाइहरू केटा गाउँको फुच्चेहरू आइसक्यो, अगाडिको चाहिँ मेरो भाइ हो, स्कुलबाट आइसक्यो यिनीहरू पनि। अब यिनीहरू खोइ के गरेर यति साह्रो ढिलो आउँछ। सबलाई लाइक सब्स्क्राइब गरिदिनु हो, फलो लाइक सब्स्क्राइब शेयर सबै गरिदिनु होस् होला। ओके। र अब मलाई फर्स्ट टाइम हेर्नु भएको चाहिँ फलो गरिदिनु होला, कन्टिन्यू मसँग जोडिराख्नुको लागि चाहिँ। र गाइस आजको लागि यति नै, भेट्नेछौँ अब हामी नेक्स्ट भिडियोमा। त्यतिलाई बाई बाई गाइस।